यो सानो कार्यक्रमलाई अब हामी सुरु गर्न लागेका छौँ। प्राय 11:30 भइसकेको छ र तपाईहरु जति पनि आउनुभयो तपाईहरु सबैलाई नमस्कार छ र तपाईहरु सबैलाई म स्वागत गर्दछु। हाम्रो यो विशेष मैले पर्सनली तपाईहरु धेरैलाई रिक्वेस्ट गरेको थिएँ, पठाएको थिएँ, तपाईहरुले अनर गरिदिनु भयो, आइदिनु भयो र आजको यो हाम्रो सानो कार्यक्रमलाई त्यसै पनि अब सुरुमै म भन्न चाहन्छु कि यो तपाईले सफल गराइदिनु भएको छ। यसको निम्ति तपाईलाई म धन्यवाद दिन चाहन्छु। र अब आजको विशेष व्यक्ति भनौँ, मुख्य अतिथि हाम्रो एकदमै जवान तन्नेरी लेखक छुदेन काबिमो र उहाँसित अन्तर्वार्ता गर्ने विशेष व्यक्ति हुनुहुन्छ हाम्रो प्रोफेसर मेहरमान सुब्बा। यहाँहरूलाई आसन ग्रहण गरिदिनुहोस् भनिकन म निमन्त्रणा गर्दछु र तपाईहरु आइदिनुहोस् अगाडि र हामी उहाँलाई स्वागत गर्नेछौँ। एक एकवटा खदा लगाइकन यहाँनिर यो छुदेनज्यू यहाँ बस्दिनुहोस् अनि यहाँ छुदेन काबिमो आजको मुख्य अतिथि हुनुहुन्छ अनि मेहरमान सुब्बा, प्रोफेसर मेहरमान सुब्बा हुनुहुन्छ, कालिम्पोङबाट आउनुभएको। एकता बुक हाउसको तत्त्वाधानमा आयोजित यस महत कार्यक्रम लेखक संवाद कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली भाषा साहित्यका अनुरागीहरू, नेपाली भाषा साहित्यलाई माया गर्नुहुने साधकहरू, साहित्यकारहरू, यहाँहरू सबैलाई अघिबाटै स्वागत जनाइसकिएको छ अनि मेरो तर्फबाट हार्दिक न्यानो अभिवादन र नमस्कार भन्दै समयलाई मध्यनजर राख्दै म सोझै आजको यस संवाद कार्यक्रममा पछि जानेछु। धेरैले चिनिसक्नु भएको, कसैले सम्भवतः पूर्ण रूपमा चिन्न नभएको वा साक्षात् भेट नभएको नेपालको मोस्ट प्रेस्टिजियस सुप्रसिद्ध पुरस्कार मदन पुरस्कारद्वारा पुरस्कृत भइसकेको हाम्रो भारतीय नेपाली साहित्यका युवा आख्यानकार गौरव छुदेन काबिमो हामी साथमा हुनुहुन्छ र उहाँको पहिलो कृति 1986 ले 2018 को भारतको राष्ट्रिय युवा पुरस्कार नेपाली साहित्य अकादमी युवा साहित्य अकादमी पुरस्कार जितिसकेको छ, प्राप्त गरिसकेको छ। त्यसपछि उहाँको दोस्रो कृति अथवा पहिलो उपन्यास फात्सुङ बहुचर्चित उपन्यास विश्व प्रसिद्ध नै भएर गएको छ अनि यो नेपालीमा मात्र नभएर बङ्गला, हिन्दी, अङ्ग्रेजी र सिन्धी भाषाहरूमा पनि अघिबाटै अनुदित भइसकेका छन्। त्यति मात्र नभएर भारत, नेपाल र बेलायतबाट प्रकाशित अङ्ग्रेजी संस्करण सङ अफ दि सोइल नाममा प्रकाशित भएको कृति भारतको प्रसिद्ध पुरस्कार JCB पुरस्कारको सर्टलिस्टमा अघिबाटै पुगिसकेको कृति हो। त्यसपछि तेस्रो कृति अथवा दोस्रो उपन्यास उर्माल विशेष आजको केन्द्रबिन्दुको कृति पनि बन्न गएको छ, जो यहाँहरूलाई विदितै छ। 2026 को मदन पुरस्कारले पुरस्कृत कृति हो र उहाँ मूलतः आख्यानकारको रूपमा परिचित हुनुहुन्छ अनि हाम्रो गौरव, हाम्रो एसेट, हाम्रो सम्पत्ति र उहाँलाई विशेष यस आजको कार्यक्रममा म स्वागत गर्दछु। छुदेनज्यू, यहाँलाई थ्याङ्क यू तपाईँलाई। विशेष एकतालाई पनि धन्यवाद। कुनै पनि सहर चाहिँ त्यहाँको बिल्डिङ, त्यहाँको सडक होइन, त्यहाँको प्रशस्तिले मात्रै चाहिँ समृद्ध हुँदैन। एउटा सहर सबैभन्दा बेसी प्रसिद्ध कति बेला हुन्छ त
समृद्ध कति बेला हुन्छ भने जति बेला त्यहाँनिर ठुलो ठुलो यस्तो किताब दोकानहरू भेटिन्छ क्या। मलाई चाहिँ के लाग्छ भने यस्तो सहरमा पुग्नु नपरोस् जहाँनिर किताब दोकान नहोस्। आज पहिलोचोटि एक त आएको छु, किताबको वरिपरि बसेर गफ गर्न पाउँदा एकदमै खुसी लागेको छ सबभन्दा ठुलो कुरा त। दोस्रो कुरा चाहिँ म धेरैवटा कार्यक्रममा जान्थेँ, तर यसरी एक्ज्याक्टली टाइममै आएर सुरु भएको कार्यक्रम चाहिँ पहिलोचोटि चाहिँ म हुन्छ नि त्यसमा पार्टिसिपेट गरिरहेको छु। तपाईँहरू सबैलाई धन्यवाद जो समयभन्दा अगाडि आइदिनु भयो, तपाईँलाई धन्यवाद। धन्यवाद यहाँलाई पुनः एकचोटि स्वागत जनाउँदै कार्यक्रमको पहिलो प्रश्नको रूपमा म यहाँलाई यहाँको लेखन यात्राको शुभारम्भ कसरी भयो अनि कसबाट केबाट प्रभावित प्रेरित हुनुभयो संक्षिप्तमा बताइदिन अनुरोध गर्दछु, ताकि हाम्रो दर्शक हामी सबैले त्यहाँबाट तपाईँको विचारलाई बुझ्न सकौँ। लेखन यात्रा चाहिँ हरेक लेखकको सायद पहिला चाहिँ रहरबाट सुरु हुन्छ। स्टुडेन्टहरू धेरैजना देखिरहेको छु यहाँबाट है, कहाँबाट आउनुभएको मलाई थाहा छैन। जे होस् म उहाँहरूलाई पनि आग्रह गर्न चाहन्छु, तपाईँहरू लेख्नु चाहनुहुन्छ भने पहिलो कुरो चाहिँ किताब पढ्न सुरु गर्नुहोस्। मैले चाहिँ कसरी सुरु गरेँ भने मैले कहिले सोचिनँ कि म लेखक हुन्छु भनेर कहिले सोचेको थिइनँ क्या। मलाई चाहिँ के लाग्थ्यो भने त्यो बस्तीमा हुर्किएको ठुलो भएर के भन्ने भने त्यति ठुलो एम्बिसन पनि नहुने होइन, आर्मी हुनु पर्ला भन्ने खालको लाग्ने, सबै दाजुहरू आर्मी गइरहेको देख्ने होइन। तर म चाहिँ फेरि एकदम कमजोर खालको होइन, त्यो एकदम लुते लुरे खालको मान्छे, आर्मीको लागि ठ्याक्कै त्यो नमिल्ने खालको बन्ने छु पछि यसो बुझ्दाखेरि होइन। त्यो बेला चाहिँ मान्छेलाई लेखक चाहिँ एउटा समाजले बनाउँदो रहेछ, अर्को चाहिँ सङ्घर्षले बनाउँदो रहेछ क्या। म जुन समाजमा हुर्केँ अथवा जुन ठाउँमा हुर्केँ त्यहाँबाट मैले स्कुल जानुको निम्ति रेगुलर म 3 घन्टा हिँड्थेँ, बिहान 3 घन्टा बेलुकी 3 घन्टा हिँड्थेँ। अनि त्यो हिँड्दाखेरि चाहिँ हुन्छ नि आफूसँग जब गोजीमा केही पनि हुँदैन तब दिमागमा कल्पना आउने रहेछ क्या। त्यो म त्यो नदीको खोलाको बाटो तरेर हिँड्थेँ, जङ्गलको बाटो हिँड्थेँ। त्यो हिँड्दाखेरि एउटा कल्पना आउँथ्यो कि भविष्य अब त्यो आफ्नै फ्युचरबारे अलिकति सोच्ने होइन, त्यो ठुलो कुरा नसोचे पनि एक दिन केही राम्रो होला भन्ने सोच्ने। अनि अर्को चाहिँ के रहेछ भने त्यति बेला हामीसँग चाहिँ त्यो टाइम पासको लागि केही समाधान कुनै चिजहरू थिएन क्या। जस्तो अहिले त धेरै कुरो छ, मोबाइल छ, फोनहरू छ, टेलिभिजन छ होइन। तर त्यो बेला जति बेला हामी हुर्क्यौँ त्यति बेला रेडियो मात्रै थियो। अनि रेडियो सुन्दै हुर्किँदाखेरि चाहिँ त्यसबाहेक अर्को टाइम के गर्ने भन्दाखेरि चाहिँ हामीसँग अप्सन भनेको किताबै आयो क्या। प्रकाश कोविदको उपन्यासहरू पढ्न थालेँ। त्यसपछि राजनारायण प्रधानले, म अस्ति मोहन्ती दास सरसँग पनि कुरा गरिरहेको थिएँ राजनारायण सरको कुरा, उहाँले त्यो चेखौफलाई जसरी अनुवाद गरेर नेपालीमा ल्याएका छन् होइन। त्यसपछि हेनरीको कथाहरू लिएर आएका छन्, जसरी त्यो अन्तर्राष्ट्रिय कथाहरूलाई नेपालीमा ल्याएको छ, त्यो ठुलो काम गरेको छ क्या। अनि त्यो कथाहरू पढ्दै गर्दाखेरि चाहिँ मलाई त्यो फिल हुने, म त्यो कथासँगै हराएर जाने क्या। म बाख्रा चलाउन जाँदाखेरि पनि किताबसँग हुन्थेँ होइन, घरबाट कुनै पनि उब्रेको समय म किताबसँग हुन्थेँ। अनि त्यो पढ्दै गएपछि चाहिँ मलाई कस्तो भयो भने एउटा समय पुगेपछि कस्तो भयो भने म किताब बिना बसै नसक्ने भयो क्या। अनि मलाई लाग्छ त्यो समयले नै चाहिँ मलाई लेखक बनायो होला होइन। तर म 11-12सम्म आइपुग्दाखेरि मलाई लागेको थिएन म लेख्छु भनेर। त्यसपछि जब म क्लास 10 पास गरेँ त्यसपछि अलिअलि लेख्नु थालेँ। अनि एउटा कथा, म बाख्राकोट हाई स्कुल पढ्थेँ, बाख्राकोट हाई स्कुल पढ्दाखेरि त्यो कथा एउटा छापिएको थियो। त्यो कथा चाहिँ सरले चाहिँ हुन्छ नि त्यो एसेम्ब्लीमा पढेर सुनाइदिनु भयो क्या। त्यति बेला मलाई लाग्यो सक्ने रहेछु मैले भन्ने खालको फिल आयो। त्यसपछि चाहिँ बिस्तारै बिस्तारै मैले त्यो पहिला चाहिँ रहरमा लेखेँ होइन। यो हुन्छ नि एउटा नामको लागि लेखेँ होला, त्यो पत्रिकामा सुनचरी हिमाल दर्पणतिर नाम आउँदा खुसी लाग्दैन त्यति बेला। त्यो लेख्दा लेख्दै पछि चाहिँ मलाई त्यो जिम्मेवारी जस्तो पनि आइलाग्यो, राम्रो लेख्न सक्ने रहेछु अथवा यो लेख्नु पर्ने रहेछ, यो लेख्नु नआउने रहेछ। सुरुमा त त्यही हुँदो रहेछ नि त, जे पनि लेख्ने जे पनि आइहाल्ने होइन। तर त्यो लेखनलाई बुझ्दै गएपछि गाह्रो हुन थाल्ने रहेछ बिस्तारै। अनि त्यो बुझेपछि चाहिँ मलाई के लाग्यो भने मैले लेखनलाई जसरी इन्जोय गर्न थालेँ त्यसपछि मलाई लाग्न थाल्यो कि म लेखन बाहेक अरू खासै म राम्रो काम के पनि गर्न सक्दिनँ रहेछु भन्ने ठाउँमा अहिले आइपुगेको छ। म त्यसरी सुरु गरी बनाउन। धन्यवाद। यहाँको लेखन यात्रा यसरी अविरल रूपमा निरन्तर चलिरहोस् र अझै राम्रा राम्रा कृतिहरू हाम्रो नेपाली साहित्यले पाउन्। त्यति मात्र होइन, नेपाली साहित्य विश्व साहित्यमा अझै पुगुन्, यहाँलाई शुभकामना छ। धन्यवाद। दोस्रो प्रश्नको रूपमा यहाँले मैले देखेअनुसार अहिलेसम्म अरू कविता, गजल, खण्डकाव्य, महाकाव्यतिर कलम चलाएको देखिनँ। आख्यान, कथा र उपन्यासमा नै विशेष कलम चलाएको देखेँ र
मूल कारण चाहिँ के हो अहिलेसम्म आख्यान मात्रै छान्नुमा रोज्नुमा पहिलो कुरो, अनि अर्को चाहिँ आख्यानको मूल विषयवस्तु तिनैवटा आख्यानमा पहिलो 1986मा 1986को विशेष आन्दोलनलाई लिएर त्यहाँनिर राखिएको साथसाथमा फात्सुङमा आउँदाखेरि मलाई चाहिँ लागेको कालेबुङ एपिसोडको रूपमा केही गोर्खाल्यान्ड आन्दोलनकै विषयलाई नै समेटिएको, फेरि त्यसपछि उर्मालमा आइपुग्दाखेरि विशेष गरेर चिया बगानका मजदुरहरूले गर्नु परेको सङ्घर्षको कुराहरू छन् र तिनै कृतिहरूमा विशेष गरेर सीमान्तकृतहरूको नै आवाजलाई नै पाइयो, भलै विभिन्न दृष्टिकोणबाट होस् विभिन्न प्रकारले होस्। तर यो मूल रूपमा विषयवस्तु पनि सीमान्तकृतलाई छान्नुको मूल उद्देश्य वा कारण केही छ कि कृपया बताइदिने अनुरोध गर्छु। मैले आख्यान मात्रै लेखेको छ होइन, सुरुमा चाहिँ म गजल लेख्थेँ, त्यो मैले भनेन भने गजलकारले मलाई गाली गर्छ, किन भिडियो रेकर्डिङको हुन्छ भन्नुभएको छ सुसन म्याङले, त्यो देख्यो भने मलाई गाली गर्छ। मलाई चाहिँ एउटा आरोप के लाग्छ भने सुरुमा गजल लेखेँ तर गजललाई हेला गरेँ भनेर गाली गरिरहेको हुन्छ। मैले सुरुमा लेख्नु चाहिँ गजललाई लेखेको, तर एउटा समय आएपछि जब मैले कथा लेख्नु थालेँ त्यसपछि के लाग्यो भने मान्छेको जीवनको हुन्छ नि, समाजको अथवा मान्छेको जीवनको हरेक पाटो लेख्न सक्नु भनेको चाहिँ कथा रहेछ जस्तो लाग्यो मलाई होइन। 1986 लेख्दासम्म पनि मलाई त्यही थियो कि कथा चाहिँ कथाले धेरै कुरा भन्न सक्ने रहेछ भन्ने लाग्यो। तर जब उपन्यासमा आएँ त्यति बेला चाहिँ मलाई के लाग्यो भने समाजको तपाईँको जुनसुकै कुरालाई पनि हरेक पाटोबाट घुमाएर लेख्नु पनि अथवा आफ्नै दृष्टिकोण लाउनु पनि सक्ने, त्यो लेख्नु सक्ने सबभन्दा फराकिलो विधा चाहिँ उपन्यास रहेछ भन्ने मलाई लाग्यो। त्यो हिसाबले पनि म आख्यानपट्टि चाहिँ गएँ होला होइन। कस्तो हुँदो रहेछ भने तपाईँले नन फिक्सन लेख्नुभयो भने त्यहाँ डेट वाइज लेख्नु पऱ्यो, रेकर्ड के छ, समय के छ, त्यसरी लेख्नु पऱ्यो। तर फिक्सनमा चाहिँ तपाईँलाई त्यो स्वतन्त्र पनि हुन्छ नि त, तपाईँ कल्पनामा हुन सक्नुहुन्छ होइन। त्यसपछि समाज यस्तो छ भनेर लेख्दा लेख्दै समाज यस्तो हुनुपर्ने हो भन्ने खालको आफ्नो विचार पनि लाउन सक्नुहुन्छ। त्यो फराकिलो जुन चाहिँ बाटो छ, जुन चाहिँ त्यो उपन्यासको त्यो फराकिलोपन छ, त्यसले गर्दा पनि मलाई चाहिँ उपन्यासले आकर्षित गरेको पहिलो कुरा चाहिँ होइन। अर्को चाहिँ हामीले लेख्ने भनेको त हाम्रै कथा हो नि त होइन, के लेख्ने, समाजमा जुन कुरा छ जो देखिएको छैन त्यही त लेख्ने हो नि त, जो लेखिएको छैन त्यही लेख्ने हो नि त होइन। पहिला हामीले जे पढ्दै आयौँ त्यो बाहेक के छुटिरहेको छ त्यो जतिसक्दो त्यसलाई चाहिँ देखाउने कोसिस गर्ने हो हामीले नयाँ पिँढीले चाहिँ। त्यो हिसाबले चाहिँ मैले चाहिँ लेख्दाखेरि जहिले म त्यही गर्छु, पहिला चाहिँ कन्टेन्ट छान्ने, म के लेख्छु भनेर चाहिँ सबभन्दा पहिला चाहिँ लेखक तयारी हुँदाखेरि त्यो हुनु पऱ्यो नि त, मैले के लेख्ने भनेर नै। त्यो लेखकले के लेख्ने भनेर चुज गरेपछि नै त्यसपछि रिसर्चमा जाने हो। म चाहिँ के विश्वास गर्छु भने अबको साहित्य चाहिँ तपाईँ कोठाभित्र बसेर टेबलमा लेखेर मात्रै सीमित राख्न सक्नुहुन्न। तपाईँ मान्छेसँग जोडिनु चाहनुहुन्छ अथवा मान्छेको कथालाई बुझ्न चाहनुहुन्छ भने तपाईँ ग्राउन्डमा जानैपर्छ। मैले फात्सुङ पनि त्यसरी सुरु गरेको थिएँ कि मान्छेसँग बात मारेँ, किनभने म त मुभमेन्टदेखि ठ्याक्कै पछाडि जन्मेको हो। तर त्यो मुभमेन्ट कस्तो थियो भने मान्छेसँग गफ गर्दै गएपछि दर्जन मान्छे गफसँग गफ गरेर गएपछि पात्र बनिने हो नि त। अनि उर्मालमा पनि त्यही भयो, म डुवर्स झरेँ, त्यसपछि चिया बगान हुने लगभग 3-4 साल त्यसरी घुमेपछि पात्र रूप बनेर आयो, त्यसपछि लेखेर गयो होला। धन्यवाद यहाँलाई। अब विशेष उर्मालतिर चर्चा गर्न लागौँ है। मदन पुरस्कारले पुरस्कृत कृति हो है, यो नेपालको मोस्ट प्रेस्टिजियस अवार्ड पनि भनिन्छ है। र यस उपन्यासलाई लेख्ने एउटा प्रेरणा र विचार चाहिँ कहिले र कुन समयदेखि अनि कस्तो किन चाहिँ तपाईँको त्यो मनमस्तिष्कमा उब्जियो त? यसबाट कहाँबाट प्रेरणा पाउनु भयो, अब यिनीहरूलाई लेख्नुपर्छ भनेर? त्यो लेखनमा खासै प्रेरणाकै कुरामा चाहिँ म विश्वास गर्दिनँ होइन। राइटर हो, लेख्नै पर्छ भन्ने हो होइन। किनभने एउटा लेखकले चाहिँ लेख्नु छोड्यो भने उसको लागि देखाउनुको लागि आफ्नो अनुहार बाहेक अरू केही पनि हुँदैन अरे क्या। म देखिनुको लागि लेखिनुपर्छ भन्ने कुरामा विश्वास गर्छु। त्यो हिसाबले चाहिँ पहिलो चाहिँ फात्सुङ आइसकेको थियो। मेरो पब्लिसर, इन्डियन पब्लिसर चाहिँ यहाँ हुन्छ हाम्रो सुरज मित्र, सम्बोधन पब्लिकेसन, उहाँको नयाँ किताब पनि आएको छ, सबैलाई पढिदिने आग्रह पनि गरेँ, जोकिआएको छ होइन। हामीले नयाँ किताबलाई चाहिँ सबैलाई पढिदिनुहोस् भनेर चाहिँ कमसेकम हामीले कुरा गर्नुपर्छ भन्ने मलाई लाग्छ। म कहाँ थिएँ? उर्माल लेख्ने हजुर। त्यसपछि फात्सुङ आएपछि चाहिँ फात्सुङ लेख्दाखेरि चाहिँ मैले सोचेको थिइनँ। फात्सुङ
फासुङ लेख्दाखेरि मलाई के लागेको थियो भने पहिला चाहिँ मित्रले त्यही भनेको थियो नि त 1000 कपी छाप्ने, त्यसपछि 2000 छाप्ने, 1000 नेपाल पठाउने, 1000 यता राख्ने भन्ने चाहिँ भएको थियो। त्यसपछि हामी चाहिँ नेपाल गएर फाइन प्रिन्टसँग जोडिएपछि चाहिँ फाइन प्रिन्टको अजित बरालले त्यो पाण्डुलिपि पढेपछि चाहिँ मित्रलाई सोध्नुभयो, सुरज साथी यहाँ हुनुहुन्छ, कति छाप्ने भन्दा मित्रले त्यही भन्यो, हामी त अब रेडिमेड अब एकदम दिमागमा रेडी भएर खाएको, 2000 छाप्ने, 1000 नेपाल हाल्ने, 1000 यता हाल्ने भन्ने खालको कुरा गऱ्यो। त्यति बेला त त्यो नेपालको पब्लिसर त छक्कै पर्नु, यस्तो राम्रो पाण्डुलिपि छ, 1000 मात्र 2000 मात्र छाप्ने भनेर गाली गर्नुभयो क्या। त अनि यस्तो गरौँ त, हामी फाइन प्रिन्टले छाप्छ नेपाल, त्यसपछि इन्डिया जति छ तपाईँहरू छाप्नुहोस् भन्ने खालको कुरा गर्नुभयो। त्यो आएपछि चाहिँ त्यसको जुन रियाक्सन भयो, मान्छेले जसरी त्यसलाई प्रेम गरिदिए होइन, त्यसपछि मलाई एक खालको तनाव पनि भयो कि दोस्रो किताब के लेख्ने होला भनेर, किन मैले सोचेकै थिइनँ किताब त्यहाँ पुग्छ भनेर होइन। त्यो किताब त्यसपछि अनुवाद हुँदै गयो, इङ्ग्लिसमा गयो, त्यसपछि बङ्गलामा गयो, हिन्दीमा गयो, पाकिस्तानबाट सिन्धीमा आयो होइन। त्यो भइसकेपछि चाहिँ मलाई चाहिँ एक खालको त्यो दबाब भयो, अब दोस्रो किताब के लेख्ने भनेर मैले साथीहरूसँग चाहिँ म किताब हामी हेर्दाखेरि मस्ती किताबकै कुरा हुन्छ, के लेख्ने, के लेख्नुपर्छ भन्ने खालको कुराहरू पनि गरिरहेको हुन्छ होइन। म घरिघरि त्यो गकुल सिन्हा सरसँग पनि बात मार्थेँ, उहाँसँग बात मार्दा पनि उहाँले पनि त्यही कुरा गर्नुहुन्थ्यो क्या, नलेखिएको चाहिँ आदिवासीको कथा लेखेको छैन जुन चियाबारीको भन्ने खालको उहाँले घरिघरि मलाई भनिरहनुहुन्थ्यो। त्यति बेला पनि मलाई के लाग्थ्यो, मैले 2वटा कन्टेन्ट छानेको थिएँ, एउटा सिक्किममाथि काम गर्छु हो भनेर सोचेको थिएँ होइन, अनि अर्को चाहिँ डुवर्स सोचेको थिएँ। अन्त मैले सेकेन्ड चाहिँ मलाई के लाग्थ्यो, म सिक्किममाथि काम गर्छु भनेर म तयारी थिएँ, तर त्यो किताबको पनि आफ्नै त्यो भाग्य हुन्छ होला क्या। अब म सिक्किम जानुलाई तयारी भएको बेला चाहिँ माथिबाट यस्तो फ्लड बगेर आयो कि म जाने बाटै उडाइदियो क्या टिस्टाले, त्यसपछि म सिक्किम जानु पाएन। अनि मलाई किताब त लेख्नु थियो, एकदम समय भइसक्यो, 1.5 वर्ष 2 वर्ष हुन लाग्यो, मलाई पब्लिसरले सोधिरहेको छ के लेख्नु हुँदैछ भनेर, त्यो तनाव पनि छ। त्यसपछि चाहिँ साथीहरूसँग बात मार्दाखेरि एउटा साथीले भने डुवर्समा एउटा ठाउँ छ, त्यहाँको आदिवासी कम्युनिटीले चाहिँ उनीहरूको जीवन सर्कल चाहिँ एकदम छोटो छ क्या। ऊ जन्मिन्छ, 13-14 वर्ष हुँदा बिहा हुन्छ, फेरि उसको नानी पनि 13-14 वर्ष बिहा हुन्छ, त्यो खालको सर्कल चलिरहेको छ। त्यो पनि एउटा राम्रै कन्टेन्ट होला खोज्यो भने खालको। त्यसपछि म चाहिँ त्यो कन्टेन्ट खोज्न खास डुवर्स गएको थिएँ होइन। त्यो कन्टेन्ट खोज्दै जाँदा चाहिँ चिया बगानमा चाहिँ चियाको त्यहाँ चियामा काम गर्ने मान्छे, त्यो बगानमा काम गर्ने मान्छेसँग गफ गर्नु थालेपछि चाहिँ मलाई के फिल भयो भने सबभन्दा ठुलो विषय त यो छ कि जसले संसारको होइन हरेक मान्छेको दिन सुरुवात गर्ने चिया उमारिरहेको छ, उसको दिन अझै सुरु भएको छैन, उनीहरूको कथा किन नलेख्ने भन्ने चाहिँ मलाई उनीहरूको जीवन, उनीहरूको त्यो दिन, उनीहरूको दशा देखेर चाहिँ मलाई त्यो फिल भयो कि मैले यो कथा लेख्नुपर्छ भन्ने हिसाबले। त्यसपछि चाहिँ म डुवर्सको ठाउँ ठाउँ घुम्नु थालेँ होइन, टोटोपाडा गएँ, लङ्कापाडा गएँ, दुप्सीपाडा गएँ, त्यसपछि हरेक ठाउँ घुमेँ चिया कमानको, अनि चाहिँ कथा लेख्यो। पछि त कस्तो भएछ भने त्यो डुवर्सकैहरूलाई थाहा नभएको ठाउँहरू पनि म पुगेछु क्या, त्यति धेरै घुमेछु होइन। घुम्दा घुम्दै लेख्यो त्यसरी बनेको उर्माल चाहिँ। धन्यवाद। त्यसो भने अब चौथो कृति अथवा तेस्रो उपन्यास चाहिँ सिक्किम पस्छ कि भन्ने सम्भावनाहरू देखियो। हजुर खासमा चाहिँ लेख्दै गरेको कृतिमाथि नबोल्नु भन्छ, तर मैले रिसर्च सम्भावनाको कुरामा रिसर्च मैले कम्प्लिट गरिसकेको छु, तर मलाई लेख्नु एकदम टाइम लाग्छ कि, म एकदम ढिलो लेख्छु, पढ्दा पनि ढिलो ढिलो खालको पढ्छु, म ढिलो खालको राइटर छु, त्यो भएर टाइम चाहिँ लाग्छ, तर मैले रिसर्च गरिसकेको छु अलमोस्ट। तपाईँ गुणवत्तामा अलिकति विशेष ध्यान दिनुहुने लेखकको रूपमा परिचित हुनुहुन्छ, त्यो सङ्ख्या भन्दाखेरि मैले भन्नु मिलेन। अच्छा, उर्मालको शीर्षक है, यसको विशेषता, यसको विशेष अर्थ र महत्त्वबारे सबै परिचित नहोला है, र यहाँले बुझेअनुसार, यहाँले अनुभूति गरेअनुसार यसको विशेष अर्थ, विशेषता, महत्त्वमाथि पनि केही अलिकति प्रकाश संक्षिप्तमा पारिदिनु हुन अनुरोध गरेँ। साद्री शब्द हो। साद्री भनेको तपाईँ डुवर्सपट्टि जानुभयो भने, डुवर्स त तपाईँले जानै भएको होला, कालेबुङ, दार्जिलिङ, सिक्किमको मान्छेले त्यो बाटो हिँडेकै हुन्छ। त्यो बाटो हिँड्ने मान्छेलाई थाहा हुन्छ कि त्यहाँनिर आदिवासीको धेरै ठुलो जनसङ्ख्या छ, अनि उहाँले बोल्ने चाहिँ धेरैवटा भाषा छ, त्यहाँ कुरुक पनि चल्छ, तर मोस्टली चाहिँ सबैले बोल्ने जस्तो हामीले यहाँनिर नेपालीलाई चाहिँ हामीले त्यो चलाइरहेको हुन्छ, उहाँहरूले चाहिँ त्यो साद्रीलाई चाहिँ हुन्छ नि मासले बोल्ने भाषा चाहिँ त्यो साद्री भाषा हो। अनि कथा खोज्दै गर्दा चाहिँ मलाई के लाग्यो भने त्यो फात्सुङ चाहिँ लेप्चा वर्ड थियो सुरुमा, मलाई धेरै गाली पनि गरिकन लेप्चा वर्ड राखेको भन्ने खालको पनि भयो। तर के हुँदो रहेछ भने म नेपालीमा लेखिरहेको छु, अनि त्यो किताब अनुवाद भएर गएपछि चाहिँ तपाईँ 2टा कुरा जाने रहेछ क्या, लेप्चा पनि अलिकति गयो नि त, त्यो गर्दाखेरि लेप्चा वर्ड हो भनेर गयो नेपाली साहित्यसँगै।
अनि मलाई त्यो उर्माल लेख्दाखेरि पनि ठ्याक्कै त्यही आइडिया किताब त अनुवाद मेरो लेख्दै गर्दा नै मोटामोटी अनुवाद हुन्छ भन्ने खालको चाहिँ कुराहरू आइसकेको थियो। त्यो हिसाबले मलाई के लाग्यो भने सादरी भाषा आफै पनि सङ्घर्ष गरिरहेछ, मान्यता प्राप्त हुनुपर्छ भनेर, संवैधानिक मान्यता पाउनुपर्छ भनेर। त मैले चाहिँ लेखेँ भने कमसेकम नेपालीमा त गयो, त्यसपछि भोलि इङ्ग्लिसमा आउँछ, बङ्गलामा आइसकेको छ, त्यो जाँदाखेरि सादरी भाषा पनि छ भन्ने खालको पनि त्यो एउटा जान्छ नि त भन्ने हिसाबले पनि मलाई सादरी नाम राख्नुपर्छ भन्ने चाहिँ मलाई लागेको हो होइन। मैले त्यसो गर्दा दुईवटा भाषाको निम्ति मैले अलिकति काम गरेँ भन्ने खालको देखिन्छ भन्ने पनि हो। त्यो लोक पनि हो, अर्को चाहिँ त्यो आदिवासीको कथा लेखिरहेको छ उनीहरूको भाषाको नाम राख्दाखेरि झन् राम्रो हुन्छ कि भन्ने पनि हो। त्यो हिसाबले चाहिँ त्यो उर्माल राखेको हो। उर्माल भनेको चाहिँ त्यो चियापत्ती टिप्दाखेरि तपाईँ डुवर्सको बाटो हिँड्दै हुनुहुन्छ भने तपाईँले देख्नुहुन्छ त्यो चियापत्ती टिपेर राख्ने झोला हुन्छ, पछाडि झोली हुन्छ एउटा, त्यो टिपेर त्यहाँ राख्ने हो। अनि त्यो झोलीलाई चाहिँ उनीहरूले चाहिँ उर्माल भन्छ। उर्माल सायद यहाँ पनि होला, जसले पढ्नु भएको छैन लगेर पढ्न सक्नुहुन्छ। अच्छा, अब विशेष गरेर डुवर्स क्षेत्रका अब चिया बगानका श्रमिकहरूको सङ्घर्षलाई लिएर लेखिएको छ है। अनि अब त्यहाँनिर त आदिवासी मात्र नभएर नेपालीहरू पनि थिए अनि नेपाली पात्रहरू पनि छन् तपाईँको उर्मालमा है। र अब यसलाई चाहिँ आदिवासीको मात्र सङ्घर्ष भन्ने वा आदिवासी वा नेपाली दुवैजनाको सङ्घर्ष भन्ने तपाईँको विचारमा के छ दृष्टि? होइन, त्यो त किताबको कभरमै लेखिएको छ नि। त्यो कथा भनेको डुवर्सको कथा हो। डुवर्समा जो बस्छ सबैको कथा हो त्यो क्या। त्यहाँ तपाईँले सकिलाको कथा हो त्यो होइन, सकिला तामाङको कथा हो, नुर्साङको कथा हो होइन, त्यसपछि ऐतमारीको कथा हो, त्यसपछि टोटोहरू जो छ संसारमा सकिन लागेको कम्युनिटी छ, त्यो 1600जना मात्रै छ संसारमा, त्यो कम्युनिटीको कथा हो। उसलाई पनि मैले समावेश गर्ने चाहिँ कोसिस गरेको छु। त्यसपछि राभा टोटो जो पनि छ त्यहाँनिर हुन्छ नि, त्यो ठाउँको कथा हो। डुवर्स कस्तो छ भने तपाईँले 2 किलोमिटर हिँड्दाखेरि नयाँ भाषा भेट्नुहुन्छ क्या तपाईँले। यहाँ नेपाली अनि राम्रो चाहिँ के लाग्छ उसलाई थाहा नभइकन उसले दुईवटा भाषा बोलिरहेको हुँदछ क्या। तपाईँले नेपाली चिया टिप्नेलाई हेर्नुहोस्, चिया श्रमिकलाई हेर्नुहोस्, उहाँसँग बात मार्दाखेरि उसले मजाले आदिवासी पनि बोलिरहेको हुन्छ क्या, अनि आदिवासीले पनि मजाले नेपाली बोलिरहेको हुन्छ क्या। अनि यस्तो मिश्रित कल्चर जसरी बाँचेको छ त्यो ब्युटी नै चाहिँ खासमा डुवर्सको कथा हो क्या। सो यो चिया श्रमिकको कथा हो, आदिवासी नेपाली टोटो राभा सबैको कथा हो। धन्यवाद। यो अब उर्माल लेख्दाखेरि तपाईँले बिचबिचमा अब सादरी भाषा अथवा आदिवासीहरूको भाषाको पनि वाक्यहरू प्रयोग गर्नुभएको छ धेरै जग्गा है। त्यस्तै अब त्यहाँको इतिहास पनि बोकेको उपन्यास हो है। र यस उपन्यासलाई लेख्दाखेरि तपाईँले भोग्नु परेको विशेष चुनौतीहरू चाहिँ के छ? लेख्नको निम्ति चुनौतीहरू त आइपर्छन् नै, तर विशेष चुनौती चाहिँ तपाईँले के सामना गर्नु पऱ्यो कृपया बताइदिनुहोस्। चुनौती भनेको चाहिँ कस्तो हुँदो रहेछ भने लेखकको चुनौती चाहिँ अल्बर्ट आइन्स्टाइनले एक ठाउँ भनेका छन् क्या, त्यो नाउँ चाहिँ त्यति बेला सबैभन्दा सुरक्षित हुन्छ जति बेला समुद्रको छेउमा राखिएको हुन्छ अरे क्या। तर त्यो नाउँ चाहिँ त्यो समुद्रको छेउमा राख्नु त बनाएको होइन, त्यो जानै पऱ्यो नि त पानीमा होइन। लेखकको पनि त्यही होला, चुनौती जतिसुकै भए पनि उसले लेख्नु छ भने फिल्डमा जानै पऱ्यो होइन। मलाई लाग्छ लेखनमा चाहिँ लेखकको चुनौती भनेको चाहिँ सबभन्दा ठुलो कुरा चाहिँ म आफैले फिल गर्दा चाहिँ के हुन्छ भने मलाई लेख्नु चाहिँ त्यस्तो चुनौती लाग्दैन, म त्यसलाई इन्जोय गरिरहेको हुन्छु जहिले पनि होइन। म लेखन बिना त बस्नै नसक्ने अवस्थामा छु अहिले होइन। मलाई जसरी मान्छेले सिगरेट तानिरहेको हुन्छ, जसरी चिया पिइरहेको हुन्छ, म लेख्न त्यस्तै आदत भइसक्यो। म लेखन बिना म बस्न सक्दैन एउटा त होइन। अनि त्यो लेख्दाखेरि के हुन्छ भने तपाईँले नयाँ विषय पक्रेर लेख्नु भएको छ अथवा नयाँ कुरो रिसर्च गर्नु भएको छ, तपाईँले नयाँ कुरा चाहिँ सिकिरहेको हुनुहुन्छ क्या। तपाईँले एउटा नयाँ किताब लेख्नु भनेको नयाँ कुरा तपाईँले पहिलोचोटि चाहिँ आफैले सिक्नु हो क्या। अनि म चाहिँ त्यो सिक्नुको लागि पनि लेखिरहेको हुन्छु। त्यो हरेक दिन सिक्ने भएको कारणले गर्दाखेरि मलाई हरेक दिन त्यो रमाइलो लागिरहेको हुन्छ। अनि अर्को कुरा चाहिँ अलिकति च्यालेन्जिङ चाहिँ के हुन्छ भने त्यो उपन्यास भनेको ठुलो कुरा भयो, ठुलो किताब हुने हुन्छ। त्यो भएपछि त्यसलाई त्यो खोज्दाखेरि मेटेरियल्स पनि धेरै चाहियो क्या। मान्छेसँग गफ गर्दाखेरि कथा धेरै खोज्नु पऱ्यो। अलिकति च्यालेन्जिङ भनेको चाहिँ त्यो रिसर्च गर्दाखेरि कतिको कथा भेट्न सक्छ या सक्दैन, त्यति मात्रै हो च्यालेन्ज। अनि दोस्रो कुरा चाहिँ हामी चाहिँ रिराइटमा एकदम अल्छी गर्छौँ क्या यहाँनिर चाहिँ यतापट्टि चाहिँ। अनि मलाई चाहिँ च्यालेन्जिङ त्यहाँ लाग्छ क्या, मैले कति धेरै रिराइट गर्न सक्छु क्या हुन्छ नि। म त किताब आउनुभन्दा अगाडि 5-6 जनालाई पठाइसकेको हुन्छु। अन्तमा गएर त्यो सम्पादक जो पब्लिकेसन हाउस छ फाइन प्रिन्ट नेपालमा, उहाँको अजित बराल सरले लास्टमा हेर्नुहुन्छ। पहिला सुजित सरहरूलाई देखाएको थिएँ मैले, हरेक किताबमा म त्यसरी गर्छु। अनि त्यो कस्तो हुन्छ भने त्यो च्यालेन्ज चाहिँ के हुन्छ भने यत्रो कुरा पनि उहाँले देखाइदिन्छ क्या, यो त भएन, यो सेन्स आएन,
भनेर खालको गाली दिने होइन कोही बेला त कस्तो लाग्ने यो त सम्पादक कि मेरो दुश्मन हो भन्ने टाइपको लाग्ने क्या यति साह्रो आफूलाई ठिकै लाग्ने आफूलाई राम्रो लागिरहेछ होइन मिलेको छैन घरि कोही च्याप्टरै फ्याँकिदिउँ भन्छ होइन त्यति बेला चाहिँ त्यसलाई कसरी ह्यान्डल गर्ने भन्ने च्यालेन्ज हो अर्को त हरेक किताब आउँदाखेरि त म डरसरी नै आएको हुन्छ कि यो किताबले चाहिँ पब्लिकमा गएर कस्तो रेस्पोन्स पाउने हो यो तिनटै चाहिँ होला सबभन्दा ठुलो च्यालेन्ज होइन त्यसबाहेक अरू राइटिङमा त मलाई खासै च्यालेन्ज लाग्दैन त्यसलाई इन्जोय गरिरहेको हुन्छ धन्यवाद हामी सबैजनाको निम्ति पनि एउटा ठुलो शिक्षाप्रद कुरा है रिराइट चाहिँ मुख्य कुरा ध्यान दिनु भन्ने कुरालाई हामीले बुझ्न सक्यौँ अब उपन्यास हो उर्माल र अनेकौँ थुप्रै पात्रहरू छन् है मैले एक दुईजना टिपेको छु दलबहादुर थापा सर नुरसाङ ऐतमारी सोमारी बुदुवा है जाको शिवराज जेङ्निमा नरवीर गुरुङ आदि छन् यी सबै पात्रहरूमा चाहिँ अब सबैले आफ्नो आफ्नो कथा व्यथा सङ्घर्ष त बोकेका नै छन् तीमध्ये यति हुँदाहुँदै पनि आफूलाई लाग्छ नि यो पात्रसँग चाहिँ मेरो एकदमै आन्तरिक हृदयबाट नै घनिष्ठ लगाव पर्यो है भन्ने एउटा हुन्छ नि त्यस्तो कोही पात्र वा कुनै सन्दर्भ है छ कि कृपया साझा गरिदिनु हुन अनुरोध त्यो चाहिँ कस्तो हुँदो रहेछ भने आफूले लेख्दा फेरि चाहिँ सबै पात्र चाहिँ राम्रै लाग्छ कस्तो हुन्छ भने त्यो पात्र भन्ने कुरो चाहिँ पहिला कथासँग प्लट बनिँदै जाने हो नि त कोही बेला पात्रले कथा तानेर लान्छ कोही बेला चाहिँ कन्टेन्टले कथा लिएर पात्र लिएर आइदिने हो होइन अनि पात्र भनेको चाहिँ कस्तो हुँदो रहेछ भने तपाईँले 10जनासँग बात गर्नुभयो र एउटा पात्र बनाउनु भयो त्यो बनेर सुरुमा चाहिँ लेख्दाखेरि यतिकै लाग्छ मलाई फास्टमा लेख्दा त्यस्तै भएको थियो क्या म लेख्दै जाँदैछु क्यारेक्टर ठिकै गइरहेको छ एबिसिडी जेसुकै नाम लिएर लेख्दा पनि भयो नि त सुरुमा तर जब त्यो बोल्नु थाल्छ जब त्यो हाँस्नु थाल्छ जब त्यसले दुःख पाउँछ त्यति बेला फिल हुने रहेछ क्या यो पात्र त मेरो आफ्नै मान्छे हो जस्तो खालको फिल हुने क्या त्यो मलाई फास्टुङ लेख्दाखेरि त्यो रिपन्दी र उसको रिपदेनको क्यारेक्टरमा त्यस्तै भएको थियो होइन अनि यसमा चाहिँ त्यो बुधवाको क्यारेक्टरले घरिघरि मलाई त्यस्तो दिने क्या फिल हुन्छ नि एकदमै त्यो टच भइरहने अनि अर्को चाहिँ त्यहाँनिर सकिला भन्ने एकजना पात्र छ सकिला भन्ने पात्र चाहिँ कस्तो भएको थियो म दुम्सीपाडाको त्यो सबै रिसर्च सकेपछि मलाई अन्तमा के लाग्यो भने एउटा नेपाली क्यारेक्टर चाहियो जसले कथालाई अगाडि लिड गरेर लान सक्छ भन्ने हिसाबले चाहिँ म दलमोड भन्ने ठाउँमा पुगेको थिएँ दलमोड भन्ने ठाउँमा चाहिँ त्यो बात मार्दै जाँदा त्यहाँको एसएससी ग्रुपको सबै महिलाहरू चाहिँ त्यो मलाई पर्खेर बस्नु भएको रहेछ क्या त्यो बिचरा त्यो दिन सन्डे थियो अनि डल्लै त्यो समाजको महिलाहरू चाहिँ बसेर उनीहरूको कथा भन्ने भनेर चाहिँ बस्नु भएको थियो अनि त्यहाँ हामी बसेर लामो बात माऱ्यौँ कमसेकम 8-9 घन्टा हामी बात माऱ्यौँ होला बात मार्दा चाहिँ एकजना दिदी हुनुहुन्थ्यो होइन उहाँ चाहिँ क्लास 8 पढ्नु भएको रहेछ अनि उहाँको सपना चाहिँ नर्स बन्ने थियो अरे क्या चिया बगानबाट निस्केर नर्स जाने गीता दिदी हो कि गीता होइन हो गीता त म बसेको घरको हो अनि उहाँलाई चाहिँ सपना चाहिँ नर्स बन्ने तर घरको अवस्था यति खराब चिया बगानको अवस्था तपाईँले देख्नै हुन्छ होइन त्यो अवस्थाले चाहिँ उहाँलाई चाहिँ कसरी चाहिँ फेरि चिया बगान स्याहार्नु चियाको बुट्टामा ल्याइपुर्यायो भन्ने चाहिँ उहाँले यस्तो मिठोसँगले बोल्नु हुने कि त्यो बोल्दाखेरि चाहिँ मलाई लाग्ने कि कविले पनि यति राम्रो बोल्नु सक्दैन भन्ने खालको फिल आउने उसले बोल्दाखेरि होइन त्यो गफ गरे दिनभरि गफ गरेँ मलाई त्यो क्यारेक्टर एकदम उहाँले बोलेको मैले धेरैवटा लाइन चाहिँ उहाँले बोलेको लाइन हालेको छ क्या चरा जस्तो जिन्दगी भनेर उहाँले भन्नुहुन्थ्यो होइन हाम्रो जिन्दगी त चरा जस्तो मैले त्यो टपिकै चरा जस्तो जिन्दगी भनेर हालेको छु होइन त्यो चरा जस्तो जिन्दगी भन्दै बोल्दै लास्टमा गएर उसले कथा सुनाइसकेपछि चाहिँ के भन्नु भने त्यो क्यारेक्टरको नाम चाहिँ मेरै राखिदिनुहोस् सर भन्नुभयो क्या लास्टमा तर उपन्यासमा अलिकति त्यो के हुँदो रहेछ कि त्यो आख्यानकारको आफ्नै लोभ पनि हुँदो रहेछ क्या नाम अलिकति टच हुने खालको हुनुपर्छ भन्ने खालको पनि लाग्ने होइन मैले नाम चाहिँ चेन्ज गरेँ जेस मलाई त्यो क्यारेक्टर पनि धेरै टच भएको थियो लेख्दाखेरि हजुर जसलाई तपाईँले सकिला तामाङ नाम दिनु हजुर सबै हजुर उर्माल उपन्यासले नेपालको राष्ट्रिय मदन पुरस्कार अब प्राप्त गरिसकेको छ यो हाम्रो निम्ति गौरव हो है हाम्रो निम्ति ठुलो अभिप्राप्ति हो र यस प्राप्त गर्दाको जुन चाहिँ क्षणको अनुभव छ नि त्यस अनुभवलाई त्यस क्षणलाई तपाईँले कसरी सम्झनुहुन्छ कस्तो अनुभव गर्नुभयो त्यति बेला अब स्वभावतः खुसी हुने त्यो एउटा क्षण हो है तर त्यति हुँदाहुँदै पनि अब यहाँको त्यति बेलाको जुन चाहिँ अनुभव र त्यो क्षण चाहिँ कस्तो प्रकारले सामना गर्नुभयो या तपाईँले त्यस कसरी चाहिँ सम्झनुहुन्छ त्यस क्षणलाई एकैचोटि भावुक भइदिएको जस्तो भयो त लरेन्स दा हाँस्नु हुँदैछ अघि एना सरले भन्नुहुँदै थियो किताब पढ्ने माहौल बनाउनुपर्छ भन्ने होइन हामीसँग पछिल्लो समय चाहिँ के भइरहेको छ भने
नयाँ पुस्ता चाहिँ राम्रै आइरहेको जस्तो लाग्छ पढ्नेहरू होइन। हाम्रोमा समस्या के हुँदो रहेछ भने हाम्रो प्रकाशक साथीहरूले पनि गुनासो गरिरहेको हुन्छ कि लेखक आफैले चाहिँ किताब नपढ्दो रहेछ भन्ने खालको गुनासोहरूमा आइरहेको छ। तर मलाई चाहिँ लाग्छ त्यो माहौल बनाउनु 2-4वटा कुरा चाहिन्छ। एउटा चाहिँ प्रकाशक ठुलो कुरा भइहाल्यो होइन, उसको लगानी गयो, उसको सब थोक चाहियो। अर्को लेखकको जो मेन जिम्मेवारी भइहाल्यो, लेखकले आफै गनगन मात्रै गर्ने कि आफूले पनि राम्रो दायित्व निर्वाह गर्ने होइन। आफूले जे पाए त्यही लेख्ने, अनि पढिँदैन भनेर गुनासो मात्रै गरेर त भएन होला, उसले पनि आफ्नो भूमिका त निर्वाह गर्नु पऱ्यो होला। अनि त्यसै कुरा चाहिँ मलाई के लाग्छ भने यो अवार्डहरूको पनि भूमिका हुन्छ क्या। अनि त्यो चाहिँ हाम्रो भारतीय नेपाली साहित्यमा अहिले हामीले चाहिँ त्यसको रिक्तता अनुभव गरिरहेको छ क्या। यस्तो हामीसँग एउटा अवार्ड छैन कि त्यो अवार्डलाई हेरेर चाहिँ मान्छेले किताब पढ्न सकोस् क्या। हामीसँग त्यस्तो अवार्ड भइदिए भए चाहिँ राम्रो हुन्थ्यो भन्ने लाग्छ होइन। त्यसले म लेखक भएर मलाई चाहिएको भन्ने खोजेर होइन, तर एउटा अवार्ड यस्तो भइदियोस् कि जस्तै मदन पुरस्कार चाहिँ त्यो फास्ट फिल्मतिर नोमिनेट भएको थियो होइन, टप 7मा परेको थियो। टप 7मा पर्ने बित्तिकै म त नयाँ राइटर थिएँ नि त त्यति बेला नेपालमा। टप 7मा पर्ने बित्तिकै त्यो जति बिक्यो त्योभन्दा 4-5 हजार बेसी किताब यतिकै बिक्री भइहाल्दो रहेछ क्या। अनि हाम्रोमा चाहिँ ठुलो अवार्ड जित्नेको किताब पनि खोज्दैन मान्छेले यहाँनिर। त्यसको मतलब त्यो अवार्डसँग मान्छेको विश्वास छैन। अनि त्यो विश्वास दिलाउने खालको पुरस्कार चाहिँ हुनुपर्ने यतापट्टि जस्तो लाग्छ, त्यो छैन। अनि नेपालमा चाहिँ त्यो मदन पुरस्कारको चाहिँ एउटा के छ भने तपाईँको त्यहाँ मैले अघि भनिहालेँ सर्टिफिकेट हुँदै पनि त्यहाँ 3-4 हजार किताब बढी बिक्री भइहाल्छ होइन। त्यसपछि जित्यो भने त त्यो हजारौँमा गइहाल्यो किताब होइन। त्यसको रोयल्टीको कुरा आयो, त्यो एउटा राइटर बाँच्ने खालको माहौलको कुरा पनि आयो नि त। अनि त्यो भएपछि चाहिँ मलाई चाहिँ के लाग्थ्यो भने मलाई त्यो मदन पुरस्कारमा त्यो सर्टिफिकेट हुन्छ होला भन्ने त लागिहाल्ने होइन। त्यो किताब आएको साल त्यो आशा पनि हुने। अनि सर्टिफिकेट भयो, ठ्याक्कै पछाडि चाहिँ जितेको कुरा त मैले धेरैवटा इन्टरभ्यूमा पनि भनेको छु कि म त्यो मानन्दको त्यहाँनिर त्यो खोलाको छेउमा अचानक फोन आयो। त्यसपछि 2-4 घन्टा त्यसरी गयो। अनि पछि चाहिँ अवार्ड सेरेमनी जति बेला हुनेवाला थियो त्यति हुने बेलामा फेरि त्यहाँनिर जेएनजी मुभमेन्ट भयो। त्योबाट फेरि त्यो अलिकति ब्याक भएर चाहिँ प्रोग्राम भयो, अक्टोबरतिर प्रोग्राम भयो। त्यति बेला म गएको थिएँ। अनि मलाई जाँदाखेरि चाहिँ मलाई धेरैले भनेको थियो क्या त्यो नोबल पुरस्कारको चाहिँ त्यो जुन चाहिँ प्रोग्राम उनीहरूको ढाँचा आउँछ त्यो टाइपले गर्छ भन्ने टाइपको लाग्यो। नोबल कस्तो हुन्छ त्यो त मलाई थाहा छैन, तर मदन पुरस्कारको आफ्नै रहेछ क्या। त्यो हुन्छ नि लेखकलाई त्यहाँबाट उनीहरूको आफ्नो भाषामा उर्त्याउने भन्दा रहेछ। 2जना लेखकले हात पक्रेर लाने माथि, त्यसपछि आरती गराउने होइन। त्यसपछि त्यो क्यास प्राइज पनि चाहिँ यसरी टिप्ने होइन, माथिबाट लेखकको हात माथि हुनुपर्छ भने मलाई त्यस्तो सानसानो कुरा चाहिँ पुरा मन पऱ्यो कि। अनि त्यसले चाहिँ आफैलाई त्यो भावुक त बनाइहाल्ने हो। योभन्दा बेसी मैले भावुक नभएको राम्रो होला अहिले। हुन त अब लेखकले पुरस्कारको लागि लेख्दैनन् है, लेखकलाई कसैले रोक्न सक्दैन। उनी लेखिरहन्छ, जे अनुभूत गर्छ, जे देख्छन् त्यो लेखिरहन्छ। यद्यपि पुरस्कारहरू पनि हुन चाहिँ आवश्यक छ। जसले पुरस्कार मात्र होइन, विश्वासिलो पुरस्कार त हामीसँग दर्जनौँ छैन। एउटा पुरस्कार नोमिनेट हुँदाखेरि कमसेकम त्यो किताब चाहिँ कमसेकम 2,000 बिक्री भयो भने त्यो धेरै भन्दा प्रकाशक उठ्यो, लेखक उठ्यो। तर त्यो विश्वास गर्ने माहौल छैन, त्यो हुनुपर्ने हो। त्यो चाहिँ हाम्रो विशेष भारतीय नेपाली साहित्यमा खड्किएको कुरा। यहाँलाई धन्यवाद छ। अब हामी उर्मालको विषय, उर्मालमाथि चर्चालाई यहीँ नै राखेर हामी केही 2-4वटा कुरा साहित्य समाजबारे हामी चर्चा गर्नेछौँ। साहित्य लेखन प्रक्रियाबारे तपाईँको आफ्नो व्यक्तिगत दृष्टिकोण चाहिँ के राख्नुहुन्छ? साहित्य लेखन प्रक्रिया जो छ त्यसलाई एउटा अघि पनि तपाईँले हुन त भन्नुभयो लेखकले धेर चाहिँ अब पढ्नुपर्छ भन्ने कुरा, तर ती अतिरिक्त केही तपाईँको केही छ कि साहित्य लेखन प्रक्रियाबारे व्यक्तिगत दृष्टिकोणहरू? लेख्ने त त्यही हो, एउटा लेखकले त्यही लेख्ने हो जसको कथा बाहिर बोल्नु सकेको छैन, जसले बोल्नु सकिरहेको छैन अथवा जसको कथाले चाहिँ मञ्च पाइरहेको छैन उनीहरूको कथालाई ल्याउने कोसिस गर्ने हो जहिले पनि होइन। अनि लेख्नुको निम्ति त आफ्नै प्रक्रिया हो, हरेक राइटरको आफ्नो प्रक्रिया हुन्छ। तर मलाई चाहिँ के लाग्छ भने सबभन्दा पहिला चाहिँ रिसर्चमा त निर्भर हुनै पर्यो होइन। के लेख्ने कथा, सबभन्दा पहिलो कुरा चाहिँ के लेख्ने त्यो तपाईँले चाहिँ चयन गर्नु पर्यो। सबभन्दा पहिलो कुरा चाहिँ दिमागमा लेख्ने, हामीसँग यति धेरै विषय छ कि लेख्ने भन्दा नलेख्ने के नलेख्ने भन्दाखेरि पहिला हटाउनु पर्ने अवस्था छ। त्यो के नलेख्ने भनेर छुट्याउने हो, त्यसपछि जे लेख्ने हो त्यसपट्टि जाने हो होइन। अनि जसको कथा भन्नै पर्छ भन्ने लाग्छ होइन, त्यो कथालाई चाहिँ बाहिर निकाल्ने हो नि त। अनि त्यो कथालाई
हामीदेखि बाहिर पनि छ पढ्ने रिडर्स, उनीहरूलाई निम्ति कसरी सुटेबल बनाउन सकिन्छ होइन, अलिकति हुन्छ नि युनिभर्सल टाइपको कुराहरू कसरी दिन सकिन्छ, कोसिस चाहिँ त्यहाँ गर्ने हो। अनि पहिलो कुरो त रिसर्च गर्नुपर्ने हो। अनि लेख्नुपर्छ भने चाहिँ तपाईँले हरेक राइटर बन्न कोही चाहनुहुन्छ भने तपाईँ किताब पढ्नुहोस्, अनि राइटर बन्नु चाहनु हुँदैन भने पढ्नुहोस्, किताब पढ्नै पर्छ क्या। किनभने तपाईँले किताब पढ्नुभयो भने तपाईँ जुनसुकै फिल्डमा जानुभयो भने त्यसमा डिफ्रेन्सेस ल्याउनुहुन्छ क्या। हाम्रो अमृत सर यहाँ हुनुहुन्छ, उहाँ चाहिँ ठुल्ठुलो बिल्डर्सको काम गरिरहनुहुन्छ, तर जहिले पनि किताबको प्रोग्राम हुन्छ आफै आउनुहुन्छ क्या। अनि कस्तो खुसी लाग्छ होइन। अघि मलाई भन्नुभएको थियो म घर त्यहाँ उहाँले ठुलो बिल्डिङमा आउनुहुन्छ, त्यहाँनिर चाहिँ एउटा ठुलो रुम चाहिँ किताबको लागि चाहिँ निकाल्नु हुँदो रहेछ। मलाई के लाग्छ भने हरेक घरमा चाहिँ घर सुन्दर बनाउने भनेको चाहिँ त्यो घरको भित्तामा रक्सी सजाएर सुन्दर देखिँदैन क्या। तपाईँ लाखौँ कमाउनुहोस्, घरको दराजमा रक्सी देखाउनुहोस् मान्छेलाई, त्यसले राम्रो भन्दैन क्या। यहाँ आज हेर्नुहोस् किताबको वरिपरि बस्दा कस्तो फिल भइरहेको हुन्छ तपाईँले। एक खालको त्यो हुन्छ नि त्यतिकै रमाइलो लागिदिन्छ क्या। किताब फुल एउटै लाग्छ क्या, कोठामा छ भने त्यसले तपाईँलाई पोजिटिभ भाइब दिइरहेको हुन्छ। र मलाई के लाग्छ भने तपाईँ किताब चाहिँ कमसेकम किनेर त्यो किताबको नजिक हुने कोसिस गर्नुहोस् या। तपाईँले किताब लगेर राख्नुभयो भने तपाईँको पैसा छ भने किताब लगेर राख्नुहोस्, समय छैन भने, समय छ र किताब छैन भने किताब तपाईँले कहीँबाट खोजेर पढ्नुहोस् होइन। तपाईँले राखिदिएको छ भने किताब कोही न कोही आएर पढ्छ क्या भोलिको दिनमा। नत्र भने हामीसँग त कति 1.5 करोड भनिरहेको हुन्छ, पोलिटिकल्ली हामी चाहिँ दाबी गरिरहेको हुन्छ कि 1.5 करोड नेपालीहरू छौँ भनेर। तर हामी किताब बिक्री हुने कति छ, कति पनि छैन। त्यो 4-5 हजार किताबलाई हामीले बेस्टसेलर भनेर बसिरहेको छौँ अहिले। कमसेकम 1%ले बिकिदियो भने पनि हाम्रो 15-16 हजार किताब त यतिकै बिकेर जानुपर्ने हो होइन। त्यो अवस्था छैन। अनि त्यसलाई कसरी बढाउने भनेको सबभन्दा ठुलो च्यालेन्जिङ हो। यति हुँदाहुँदै पनि तर मलाई चाहिँ के लाग्छ भने तपाईँले किताब पढ्न थाल्नुभयो भने, तपाईँ म्युजिकमा फिल्डमा जानुभयो भने तपाईँले के डिफेन्ड गर्न सक्नुहुन्छ होइन। तपाईँ पोलिटिक्समा जानुभयो भने पनि के डिफेन्स गर्न सक्नुहुन्छ। म सिक्किमको एमपी हुनुहुन्छ हाम्रो इन्द्रहाङ सुब्बा सर, उहाँ चाहिँ किताब धेरै पढ्नुहुन्छ क्या, बात पनि मारिनुहुन्छ कुन चाहिँ किताब पढ्ने भनेर। अनि उहाँको काम गर्ने अलिकति डिफरेन्स हो कि जस्तो लाग्छ क्या। किताबको लागि चाहिँ समय छुट्याइरहेको, फेस्टिभलहरू गरिरहेको सिक्किममा। अनि हाम्रोतिर दार्जिलिङमा चाहिँ त्यो पनि छैन। पोलिटिकल लिडरहरूले प्रायः किताबदेखि बाहिर बस्ने होइन, त्यसपछि फेस्टिभलहरू त यहाँनिर भएको जस्तो लाग्दैन। अनि यो सानसानो कुराहरू जोड्दै भने त्यसले अझै चाहिँ माहौल बनाइदिने हो होइन। त्यसको निम्ति काम हुनु जरुरी हो। अर्को चाहिँ तपाईँले पढ्नु थाल्नुभयो भने कमसेकम तपाईँको कल्पना शक्ति बढाइदिन्छ क्या। तपाईँले हातमा मोबाइल राखेर हेर्नुहोस्, तपाईँले त्यो इन्स्टामा त्यो भिडियो हेर्नुहोस्, तपाईँको त्यो दिमागलाई त्यहीँनिर रोकिदिन्छ क्या। तपाईँले नयाँ केही सोच्नु सक्नु हुँदैन। तर तपाईँले किताब पढ्यो भने तपाईँको 10वटा कल्पना आउँछ क्या। तपाईँले टिभीमा कुनै क्यारेक्टर हेरिरहनु भएको छ भने, टिभीमा चन्द्रकान्त हेर्नु भएको छ भने तपाईँको त्यो चन्द्रकान्त नै तपाईँको फुल त्यही चन्द्रकान्त हो क्या। तर किताबमा तपाईँले टिभी नहेरिकन चन्द्रकान्त हेर्नुभयो भने तपाईँले 10वटा चन्द्रकान्त आउँछ कि यस्तो थियो होला होइन। कल्पना आउँछ नि त। प्रकाश कोविदको उपन्यासबाट त्यस्तै हुन्थ्यो नि त हामीलाई, यस्तो थियो होला, त्यो नर्स यस्तो थियो होला, त्यो दिमागमा एउटा कल्पना आउँछ क्या। अनि त्यो कल्पना चाहिँ सबभन्दा ठुलो कुरा हो क्या। बर्नार्ड शाहले चाहिँ के भनेको छ भने तपाईँ पोजिटिभ सोच्नुहोस् तर नेगेटिभ सोच्नुहोस्, तर कल्पना चाहिँ गर्नुहोस् अरे क्या। कल्पना गऱ्यो भने चाहिँ के हुन्छ भने त्यो पोजिटिभ कल्पना गर्नेहरूले चाहिँ हवाजहाज बनायो अरे, आकाशमा उड्नु काम लाग्यो। जसले नेगेटिभ सोच्छ होइन मर्नुसक्छ झरेर भनेर उनीहरूले प्यारासुट बनाएर त्यो पनि काम लाग्यो अरे क्या। सो कल्पना चाहिँ गर्नुहोस् होइन। तपाईँले पोजिटिभ सोच्यो नेगेटिभ सोच्यो तपाईँले के न के बनाउनुहुन्छ, त्यो सबैलाई काम लाग्छ। र त्यसको जरा चाहिँ तपाईँले किताबबाटै पाउनुहुन्छ। र लेख्नेले त अझै पढ्नै पर्छ। तपाईँले लेख्दाखेरि तपाईँले कन्टेन्ट हातमा छ भने तपाईँले पढेपछि फिल हुन्छ, राम्रो किताब पढेपछि फिल हुन्छ कि यो मैले यसरी सोचेको थिएँ, यसरी बनाउन सकिने रहेछ। सिक्ने तरिका, लेखन भनेको एउटा सिक्ने तरिका पनि हो क्या। तपाईँ हरेक दिन सिक्नुहुन्छ क्या। मलाई चाहिँ लाग्छ लेखकले जुन दिन सिक्नु छोड्छ त्यो दिन लेखक सकिन्छ क्या। तपाईँले त्यो साँपले चाहिँ काँचुली फेर्नु सकेन छोड्यो भने ऊ आफै मर्छ अरे क्या। लेखक पनि त्यस्तै लाग्छ मलाई, उसले फेरिरहनुपर्छ आफूलाई क्या। त्यसको निम्ति किताब पढ्नु पर्यो। यहाँलाई अशेष धन्यवाद। बडो उदाहरणको साथमा है साँपलाई बर्नार्ड शाहको उदाहरणहरूलाई लिएर, कल्पना विषय लिएर एकदम सान्दर्भिक प्रकारले, बडो रमाइलो प्रकारले चाहिँ हामी कसरी पढ्नुपर्छ भन्ने कुरालाई बडो सान्दर्भिक रूपमा कुरा गर्नुभयो, राखिदिनु भयो। यहाँलाई विशेष धन्यवाद छ। हामीले चाहे त्यो नवागन्तुक लेखक हुन्, चाहे सिद्धहस्त लेखक हुन्, पढ्नैपर्छ है भन्ने कुरा चाहिँ राम्रो राखिदिनु भयो। मलाई पनि अझै जागर चलेर आइरहेछ यससँग, अब अझै पढ्नुपर्ने रहेछ। त्यसो प्रभाव भएछ जस्तो लागेछ। यहाँलाई धेरै धन्यवाद छ प्रभाव पार्नुभएको लागि, प्रभाव पारिदिनु भएको लागि। हामी अन्तिम क्षणमै छौँ। यद्यपि वर्तमान नेपाली साहित्यको
विशेष गरेर भारतीय नै भनौँ भारतीय नेपाली साहित्यको अवस्थालाई तपाईँले कुन दृष्टिकोणले हेर्नुहुन्छ अथवा कस्तो अवस्थामा छ भन्ने तपाईँले देख्नुहुन्छ। अनि अर्को कुरो चाहिँ अब स्रष्टा चाहिँ द्रष्टा पनि हुन्छन् है, जसले भोलिको दिन पनि देख्ने गर्छन्। र यसको भविष्य कस्तो होला तपाईँको दृष्टिकोणमा? नेपाली साहित्य आफ्नै बलबुतामा अगाडि बढिरहेको अवस्थामा अन्त होइन। तपाईँले सुरुको दिनमा हेर्नु हो भने 60को दशकमा हेर्नु हो भने नेपालभन्दा चाहिँ मजबुत अवस्था हामी फेरि दार्जिलिङलाई हेरेर उताबाट सिकेको भन्छ। बालकृष्ण समृद्ध भनेको पनि थियो दार्जिलिङले आज सोच्छ भोलि नेपाली सोच्छ भनेर। र त्यसपछि चाहिँ हामी बिस्तारै ब्याक हुँदै आयौँ होला सायद होइन। त्यसमा राजनीतिक कारण पनि हुनसक्छ। त्यसपछि फेरि अहिले अगाडि बढ्ने क्रममा छ। तर पनि मलाई के लाग्छ भने नेपाली साहित्य अझै अगाडि पुग्नुपर्ने हो भन्ने लाग्छ। त्यसको निम्ति चाहिँ अनुवाद चाहिँ सबभन्दा मुख्य कुरा होला होइन। हामीसँग चाहिँ अनुवादको काम एकदमै जति हुनुपर्ने त्यति प्रभावकारी ढङ्गले भएको छैन क्या। नत्र चाहिँ संसारको सबभन्दा राम्रो किताबहरू नेपाली भाषामा आइसक्नु पर्ने त्यति बेला, त्यो अहिले पनि छैन होइन। मैले अघिल्लोचोटि चाहिँ हाम्रो एकजना मलयालम राइटर हुनुहुन्छ बेन्यामिन भन्ने, उहाँको खबुज भन्ने किताब एकदमै राम्रो छ, तपाईँले त्यो पढ्न सक्नुहुन्छ। त्यो वैदेशिकी माथि लेखिनु भएको छ। उहाँ राइटरलाई चाहिँ मैले आसामको वहाँनिर भेटेको थिएँ। अनि उहाँलाई मैले सोधेको थिएँ, मलयालम पनि इन्डियाकै एउटा ल्याङ्ग्वेज त हो होइन। अनि मैले उहाँलाई फर्स्टमा सोधेँ तपाईँको फर्स्ट किताब कति छापिन्छ भनेको। उहाँले त फर्स्टमा 20,000 छापिन्छ, मैले 2 दिनमा राम्रो किताब छ भने त्यसपछि बढाएर गइहाल्छ भने। हामी त अहिले 5,000को भित्रै खुम्चिरहेको छौँ, त्यति पनि पुग्नु साह्रो पर्छ होइन। त्यो अवस्था छ एउटा चाहिँ। अनि त्यसलाई कसरी फराकिलो बनाउने भन्ने खालको। अनि मैले उहाँलाई सोधेँ क्या बेन्यामिनलाई, कसरी चाहिँ मलयालम राइटिङ चाहिँ यति चाहिँ हुन्छ नि यत्रो हाइटमा कसरी पुग्यो भने उहाँले एउटै कुरा भन्नुभयो क्या, सबैभन्दा बेसी चाहिँ अनुवाद भएर क्या। मलयालममा यति धेरै अनुवाद छ अरे कि संसारको हरेक किताबको राम्रो किताबको अनुवाद छ अरे क्या। अनि हामीसँग त्यो छैन एउटा चाहिँ, हामी त्यहाँ चाहिँ एक चुकिरहेको छौँ। अनि अर्को चाहिँ हाम्रो किताब पनि चाहिँ अनुवाद भएर बाहिर एकदम कम्ती गइरहेको छ। पछिल्लो समय बिस्तारै हुन थालेको छ। र इन्द्रबहादुर राईकै किताब अनुवाद हुनु कति धेरै समय लाग्यो क्या। त्यही समयमा भइसक्नु पर्ने हो नि त त्यो किताबहरू होइन। आज रमिता छ त त्यो समयमा हुनुपर्ने हो जति बेला लेखियो। तर त्यसको निम्ति वर्षौँ पर्खिनु पऱ्यो। त्यो अनुवादले पनि चाहिँ एउटा फरक पार्दो रहेछ। त्यो अनुवाद भएर बाहिर गएपछि त्यहाँबाट त बाहिरको मान्छेले चिन्यो हो नेपाली भाषा पनि रहेछ, अथवा त्यहाँ यस्तो लेखिरहेको छ। साहित्यको काम भनेको त त्यही हो नि त। हाम्रो समाज के छ त्यो बाहिर देखाउने भनेको साहित्यकै मार्फत हो नि त। तपाईँले 10वटा एप्लिकेसन लेख्नुहोस्, कहिलेकाहीँ कस्तो हुन्छ कि त्यो 10वटा एप्लिकेसनले गर्न नसकेको काम एउटा साहित्य एउटा उपन्यासले गर्न सक्छ, एउटा कविताले गर्न सक्छ क्या। त्यति तागत हुन्छ नि त साहित्यमा। अनि त्यो काम चाहिँ सबभन्दा ठुलो चाहिँ अनुवाद मार्फतै हुने हो होइन। सबभन्दा ठुलो चाहिँ त्यो होला। अनि अर्को चाहिँ पब्लिकेसन हाउस र राइटर बिचमा एउटा ग्याप छ हामीसँग क्या। राइटरहरू भन्छ पब्लिसरै छैन भनेर दुःख मनाइरहेको हुन्छ, पब्लिसर फेरि हामीसँग राइटरै छैन भनेर साथीहरू गुनासो गर्दै हिँडिरहेको हुन्छ, कसलाई छाप्ने भन्दै होइन। अनि यो दुईटाको ग्यापलाई जोडेर कसरी राम्रो बनाउँछ। अब पब्लिसरले पनि लगानी गर्दाखेरि त चाहियो, उसलाई पनि विश्वास हुनु पऱ्यो कि किताबबाट उठाउन सक्छु भने, त्यो हुनु पऱ्यो। अनि तेस्रो कुरा त त्यही आयो, तपाईँको कति छ रिडर्स होइन, कसरी यसलाई पढाउने त्यसको निम्ति सबै छ। पब्लिकेसन हाउसको पनि चाहियो होइन, लेखकको पनि जिम्मेवारी भयो होइन। त्यसपछि अर्को चाहिँ यो फेस्टिभलहरू पनि इम्पोर्टेन्ट हुन्थ्यो क्या, जो हामीसँग छैन क्या। म धेरै ठाउँ फेस्टिभल गएँ, जयपुर लिटरेचर फेस्टिभल वर्ल्डको ठुलो फेस्टिभल भन्छ, त्यहाँ त कति धेरै मान्छे छ, मान्छे टिकट किनेर पस्छ क्या। म 3 दिन बसेँ, फर्किने दिन चाहिँ मेरो त्यो कार्ड चाहिँ एकजनाले किन्नु खोजिरहेको थियो क्या। मैले भित्र पछि चान्सै पाएन, तपाईँको कार्ड मलाई दिइदिनुहोस् न भने टाइपको दिइरहेको थिएँ क्या। त्यो त डेन्जर हुन्छ, मैले त दिनु सक्दिनँ भनेर आएँ। मतलब त्यति धेरै हुन्छ क्या मान्छे त्यो पस्नुको लागि मात्रै पनि। तपाईँ यहीँ कलकत्तामा जानुहोस्, कलकत्ता लिटरेचर फेस्टिभल कति कस्तो भिड हुन्छ होइन। जबकि हाम्रो यहाँ फेस्टिभल आएको थाहा हुँदैन, एउटा बुक फेयर हुन्छ वर्षमा, त्यो बुक फेयर आएको पनि थाहा हुँदैन। अनि अर्को त फेस्टिभलको त यहाँ दार्जिलिङ फेस्टिभल हुनुपर्ने पछिल्लो समय सिक्किमले चाहिँ बिस्तारै गरिरहेको छ। अनि सिक्किममा पछिल्लो समय रिडर्सहरू पनि बिस्तारै बढिरहेको छ क्या। तपाईँले नयाँ पिँढीमा किताबहरू पढ्ने, तपाईँले अहिले हाम्रो साथीले अनलाइन पनि किताबहरू बेचिरहेको हुन्छ, उनीहरूले रिसर्च गरेको अनुसार चाहिँ सबभन्दा बेसी सिक्किममा बढिरहेको छ क्या किताब पढ्नेहरू। अनि हामी चाहिँ घट्दै गइरहेको छौँ। त्यसलाई कसरी चाहिँ जोड्ने, सबभन्दा ठुलो च्यालेन्जिङ कुरा चाहिँ यो हो। यसलाई तानेर लानु सक्यो भने नेपाली साहित्यको भविष्य दरिलो छ। त्यसलाई बनाउने त हामी सबैले जमर्को गर्नै पऱ्यो। यहाँनिर चाहिँ एउटाले आफ्नो दोष लाउने होइन कि लेखकले किनिदिएन भन्ने टाइपको होइन, तर आफूले पनि आफ्नो जिम्मेवारी पुरा गर्ने हो। त्यसपछि भरसक चाहिँ हुन्छ नि पाठकको त्यो जुन दूरी छ त्यसलाई पुरा गर्ने कोसिस गर्ने हो। त्यो हरसम्भव सबैतिरबाट कोसिस हुनु पऱ्यो होला। साहित्यलाई समाजको दर्पण पनि भनिन्छ है, भन्ने चलन छ। समाजलाई देखाउने काम गरिन्छ।
तर साहित्यले समाजको लागि चाहिँ के कस्तो भूमिका निर्वाह गर्छ त तपाईँको दृष्टिकोणमा? मैले सुनिनँ सर, म के साहित्यले समाजमा कस्तो भूमिका निर्वाह गर्छ? साहित्यले समाजमा समाज। मैले सुरुमा पनि भनिहालेँ त, साहित्य भनेको के हो? साहित्य भनेको त्यही कुरा हो कि जो तपाईँको समाज के छ त्यो बाहिर देखाउने भनेको नै साहित्यले नै हो नि त, होइन? तपाईँको समाज कस्तो उभिएको छ, तपाईँको समाज कसरी उभिएको छ, तपाईँको समाजले कसरी सास फेरिरहेको छ, त्यो देख्ने भनेको साहित्यको मार्फत हो नि। तपाईँले रुसी कथाहरूलाई पढ्नुहोस्, चेखोको कथाहरूलाई पढ्नुहोस्, त्यति बेला हामीलाई फिल हुन्छ त्यो समयमा रुसमा यस्तो थियो रहेछ, होइन? त्यो जारको कथालाई हेर्नुहोस्, होइन? त्यसपछि चिनको त्यो गुड अर्थरलाई पढ्नुहोस्, त्यति बेला लाग्छ त्यहाँको अनिकाल यस्तो, त्यहाँको समाज यस्तो रहेछ, त्यो फिल आउँछ नि त। अनि हाम्रो समाज कस्तो छ त्यो देखाउने भनेको त साहित्यले नै हो नि त, होइन? तपाईँको समाज कहाँ दुखिरहेको छ, तपाईँको समाज कहाँ चुकिरहेको छ, त्यो देखाउने सबभन्दा ठुलो काम साहित्यको हो। र साहित्यले सायद त्यति मात्रै गर्दैन कि समाज कस्तो हुनुपर्छ त्यो देखाउने अलिकति हुन्छ नि, बाटो देखाइदिने काम पनि साहित्यले गर्नुसक्छ जस्तो लाग्छ। यहाँले अघि पनि भन्नुभयो, अनि प्रायः सबै लेखकहरूकै गुनासो छ, पाठक नै पाइँदैन, पढिदिँदैनन् भन्ने कुरा है। अघि पनि तपाईँले कुरा राख्नुभयो। यद्यपि तपाईँको विचारमा विशेष गरेर आजको युवा पुस्ताहरूलाई विशेष अब पढ्ने लेख्ने संस्कार विकास गर्नको निम्ति चाहिँ के पाइला चाहिँ चाल्नु उचित होला यहाँको दृष्टिकोणमा? मैले सुरुदेखि नै त्यही भनिरहेको छु जस्तो लाग्यो, होइन? रिडर्स नभएको भन्ने चाहिँ गुनासो मात्रै हो खास गरी क्या। हामीसँग छ, नयाँ पिँढीले पनि मजाले पढिरहेको छ, होइन? मलाई त त्यो फास्टफुङ पढेर एउटा क्लास 6 पढ्ने सानो नानीले चिठी लेखेको थियो क्या सिक्किमबाट, म त्यो फिल भयो कि म क्लास 6 हुँदा मैले पढेकै थिइनँ किताब क्या। अनि अस्ति एकजना यहाँनिर प्रधाननगरमा चाहिँ एकजना म्याम आउनुभएको थियो सुकुनाको, अनि उहाँले चाहिँ मलाई भेट्छु भनेर भन्नुभएको छ। अनि हाम्रो प्रणय शङ्कर भन्ने कवि हुनुहुन्छ, उहाँले चाहिँ मलाई तपाईँ जसरी आइदिनुहोस् यहाँ भेट्छु भनेर भन्नुभयो। अनि म चाहिँ अलिक ढिलो भयो पुग्दाखेरि, म्याम ठ्याक्कै निस्किनु आँट्नु भएको रहेछ। अनि गाडीबाट छुट्नु आँट्दाखेरि चाहिँ म्याम चाहिँ गाडीमा चढिसक्नु भएको छ। अनि म त्यहीँबाट चाहिँ सडी म ढिलो भयो भनेर म फर्केर आएँ। फर्केर आएपछि प्रणयले चाहिँ मलाई के सुनायो भने उहाँको चाहिँ नानी छ अरे 7 वर्षको, उसलाई चाहिँ उर्मालको सबै क्यारेक्टर थाहा छ अरे क्या। किन भन्दा चाहिँ उसले चाहिँ नानीलाई चाहिँ बेलुकै पछि त्यो कथा पढाएर सुनाउँछ अरे क्या। अनि त्यो उसलाई हरेक दिन सोध्छ अरे कि यो क्यारेक्टर के हो कस्तो हो भनेर क्या। त्यति मलाई फिल भयो ला मैले चाहिँ हुन्छ नि उहाँलाई मैले भेटेर बात मार्नु पर्ने रहेछ भन्ने टाइपको लाग्यो, होइन? त्यस्तो हुँदो रहेछ क्या। कोही बेला कस्तो हुन्छ कि तपाईँले नसोचेको ठाउँमा किताब पुगिरहेको हुन्छ, कोही बेला नसोचेको मान्छेले पढिरहेको हुन्छ, होइन? तपाईँले यसो एकचोटि फास्टफुङ पढेर त मलाई एउटा 90 इयर्सको मान्छेले फोन गर्नुभएको थियो क्या। उहाँको आँखा देख्दैन र पनि मैले दिउँसो गरेर पढेँ। मतलब पढ्नेहरू चाहिँ जमात चाहिँ छ, तर त्यसलाई कसरी ग्रोप गर्ने, नयाँलाई कसरी तानेर लाने, अनि त्यो ग्याप जुन चाहिँ छ लेखक र त्यो पाठक बिचको दूरी त्यसलाई कसरी तान्ने भन्ने चाहिँ हो। त्यसको निम्ति चाहिँ यही हो सबभन्दा ठुलो कुरा चाहिँ। जसरी आज एकताले यसरी कार्यक्रमहरू गरिरहेको छ, यो कार्यक्रमहरूले मार्फत पनि मान्छे जोडिने हो नि त। त्यहाँबाट दुईजना, मलाई अघि एनो सरले भन्नुहुँदै थियो प्रोग्रामको यस्तो यस्तो भनेर, होइन? त्यति बेला मलाई के लाग्यो भने म कमसेकम तपाईँहरू यहाँ यतिजना हुनुहुन्छ, यतिजनामा 5 जना मात्रै पनि किताबसँग जोडिनु भयो भने, होइन, त्यो मेरो लागि सबभन्दा ठुलो कुरा हो क्या। म त्यसको लागि पनि पुग्नुपर्छ भनेर चाहिँ म जहिले पनि सोचिरहेको हुन्छु कि 2 जना पाठक पनि अथवा 5 जना पाठक पनि नयाँ चाहिँ त्यहाँनिर जोडिनु सक्यो भने त्यो पनि सबभन्दा ठुलो कुरा हो क्या। अनि त्यो हरदम कोसिस चाहिँ त्यही हुने हो। त्यसपछि अरू त त्यही हो, अझ फेस्टिभल हुन सक्यो भने सबभन्दा ठुलो कुरा होला, होइन? त्यसपछि यस्तै प्रोग्रामहरूले तान्ने भयो। यद्यपि स्थिति सकारात्मक नै हुने सम्भावना छ। पछिल्लो समय अझै कस्तो भइरहेको छ भने मान्छेलाई अप्सन पनि भयो नि त, धेरै इङ्ग्लिस पढ्ने। म त अझै त्यो फास्टफुङ आइसकेपछि चाहिँ धेरै अङ्ग्रेजी रिडर्सहरू चाहिँ नेपालीमा आएको जस्तो लाग्यो क्या। उहाँले धेरैजना म फर्स्ट टाइम नेपाली पढेँ भनेर धेरैजना भेटेँ क्या। अनि त्यो त हाम्रो लागि पोजिटिभ हो। अनि जसले नेपाली पढ्यो अङ्ग्रेजी फर्स्ट टाइम, उसले फेरि अङ्ग्रेजी पनि पढ्छ अनुवाद भएपछि। त्यसले गर्दाखेरि त्यो बढ्नु सक्यो भने चाहिँ बढिरहेको कुरा रहेछ। धन्यवाद। यहाँले अघिदेखि नै भनिरहनु भएको छ कि लेख्नेहरूले सबभन्दा बेसी चाहिँ पढ्नै पर्छ भन्ने कुराहरू। त्यसको अतिरिक्त विशेष गरेर अनुज लेखकहरूलाई, नवीन अथवा नयाँ लेखकहरूलाई, लेखन सुरु गर्न चाहनेहरूलाई तपाईँको व्यक्तिगत सन्देश के राख्नु चाहनुहुन्छ? सबभन्दा पहिलो त मैले अघि भने पढ्नै पऱ्यो तपाईँले। पढेपछि तपाईँको कल्पना आउने हो। त्यसपछि अर्को रिसर्च गर्नुहोस्। तपाईँ जेको निम्ति लेख्छु भनेर सोच्नुहुन्छ त्यसको निम्ति बुझ्नु पऱ्यो क्या। तपाईँले त्यसलाई नजिकबाट च्याउनु पऱ्यो, तपाईँ त्यहाँसम्म पुग्नु पऱ्यो, त्यो मान्छेसँग जोडिनु पऱ्यो, उनीहरूको कथा सुन्नु पऱ्यो, त्यसपछि लेखिदियो अन्त। अनि त्यसको निम्ति तपाईँ रिसर्चमा जानै पऱ्यो। अनि त्यसपछि लेख्न थाल्ने। लेख्न थाल्दाखेरि तपाईँ सबभन्दा ठुलो किताब पढ्नेसँगै अर्को गीत सुन्नुहोस् क्या।
त्यो गीतले पनि तपाईँलाई त्यो हुन्छ नि दिमागमा एउटा पोजिटिभ भाइब दिन्छ नयाँ कल्पना पनि थपिदिँदो रहेछ क्या। म चाहिँ के लाग्छ भने हरेक राइटरले त्यो गीत सुन्दै त्यो हारुकी मुराकामीले त भनेको पनि छ क्या, तपाईँले राम्रो राइटर हुने हो भने चाहिँ धेरै गीत सुन भनेर भन्नुभएको छ क्या। भन्नाले कस्तो गीत? जस्तो पनि गीत सुन्नुहुन्छ तपाईँलाई मनपर्ने गीत सुन्नुहोस्, त्यो धेरै सुन्नुहोस् क्या। त्यो गीत सुन्दाखेरि त्यो गीत र राइटिङको एकदम नजिक कनेक्सन छ जस्तो लाग्छ मलाई क्या। म चाहिँ कस्तो गर्छु भने लेख्दाखेरि पछिल्लोतिर ब्याकग्राउन्डमा म्युजिक खोल्ने हो, त्यसपछि लेख्नु थाल्ने हो। अनि लेख्दै लेख्दै म पछिको म्युजिक बिर्सी पठाउँछु, लेखनमा म बिर्सेर जान्छु क्या। म म्युजिक बिना लेख्नै सक्दिनँ। म्युजिकले पनि सायद त्यो एकदम नजिकको सम्बन्ध छ जस्तो लाग्छ। अनि यो 3टा काम गर्नुहोस्। अनि अर्को चाहिँ सबभन्दा ठुलो च्यालेन्जिङ चाहिँ रिराइटमा चाहिँ फोकस गर्नुहोस्। हाम्रो यतापट्टि चाहिँ एकदमै रिराइटमा चाहिँ साथीहरूले चाहिँ गुनासो गरिरहेको हुन्छ, रिराइटै गर्नु मान्दैन हाम्रो राइटरले, मन दुखाउँछ मैले लेखेको भएन भने किन भएन भने भन्छ। तर त्यस्तो हुँदैन। राइटर त्यो कस्तो हुन्छ भने त्यो भ्यू पनि थपिन्छ क्या। तपाईँले त्यो लेखेर जाँदाखेरि तपाईँले एउटा दृष्टिकोणले लेखेको हुन्छ, तर पढ्नेले नयाँ दृष्टिकोण थपिदिन्छ क्या। कोही बेला के भन्छ परिवेश भएन भन्छ, कतिले होइन यो त अलिकति सेन्स आएन यसलाई थपौँ भन्ने टाइपको हुन्छ। त्यो रिराइट चाहिँ तपाईँले जतिसक्दो धेरै गर्नुभयो त्यति नै किताब राम्रो हुने चान्सेस हुने हो। यति नै होला खास गरी लेखकले गर्ने काम। त अरू त आफ्नो राइटिङको आफ्नो फर्मुला हुनसक्छ। मलाई जे लाग्यो त्यो मैले भनेँ। तपाईँको दृष्टिकोणमा भनेपछि कोठामा बसेर कल्पना गरेर मात्र लेखेर चाहिँ हुँदैन, त्यो फिल्डमा गएर रिसर्च गर्नु पऱ्यो त्यस विषयमा। अब चाहिँ म चाहिँ कमसेकम त्यसरी विश्वास गर्छु। एकजना असल जिम्मेवार र इमान्दार लेखक बन्नका लागि ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण कुराहरू यहाँको विचारमा के होला? त्यही हो मैले चाहिँ जे कुरा भनिसकेको छु होइन। त्यही मैले जे गर्छु मैले त त्यही 3-4वटा काम नै हो, जसले चाहिँ सबभन्दा पहिलो कुरा त हाम्रोमा अर्को समस्या के भने त्यो गुटबाजीको धेरै चलिरहेको हुन्छ। अब यतातिर तपाईँ नयाँ राइटर छ र लेखनमा आउनुहुन्छ भने तपाईँ गुटबाजीतिर विश्वासै नगर्नुहोस्। तपाईँ गुटबाजीतिर लाग्नुभयो तपाईँ त्यहीँ सकिनुहुन्छ, तपाईँ अगाडि जानै सक्नुहुँदैन। त्यो अर्कालाई तान्ने खुट्टा तान्ने केमा तपाईँ पस्नुभयो भने तपाईँ त्यहाँबाट अगाडि जानै हुँदैन। यो गुटबाजी सबभन्दा पहिला छोड्नुहोस्। त्यसपछि दुनियाँले के भन्छ छोडिदिनुहोस् क्या। तपाईँले सबभन्दा पहिला आफ्नो लागि लेख्ने हो क्या। तपाईँको पहिलो रिडर्स भनेको आफू हो। तपाईँलाई आफूलाई लेख्दै गरेर थाहा हुन्छ क्या यो किताब राम्रो भयो अथवा यहाँनिर म खुम्चिएँ अथवा यो च्याप्टर फ्याँके पनि हुन्छ भन्ने चाहिँ त्यो चाहिँ चेतना हुनु पऱ्यो होइन। अर्को चाहिँ तपाईँले लेखेको कुरा सबैलाई लोप नगर्नुहोस् क्या। कसैलाई भनिरहेको छ कि यो काटेर फ्याँकिदिनु भने त्यसलाई फ्याँक्ने आँट चाहिँ चाहियो लेखकसँग क्या। राम्रो लेखक चाहिँ लेखेर भन्दा पनि बेसी मेटेर हुन्छ अरे क्या। सो मेट्ने पनि कोसिस गर्नुहोस्।